हेलो गाइज सबैजनालाई वेलकम छ आज नयाँ दिनमा नयाँ ब्लग लिएर अनि अब म चाहिँ इच्छाकामना जात्रामा छु अनि रातभरि जात्रा मनाएँ अनि बिहानबाट चाहिँ ब्लग सुरु गरेको किनभने हाम्रो घरको चाहिँ भक्कल छ अनि त्यो भक्कलको लागि चाहिँ हाम्रो ड्याडी मम्मी काकी काका बाबा आउँछ इच्छाकामना जात्रा आयो इच्छाकामना जात्रा अब के गर्नु म चाहिँ घुमाउनुपर्छ Oi, हेर चेन्ज हेर्न यति हिँड्नुपर्छ तेरो रमाइलो भएन ओ डब्बल र दमै ताल आएछ लगाइ चाहिँ बिहानको भ्यू है यो चाहिँ इच्छाकामना जात्राबाट Baza ayo, sudah baza loh. Oh ya चीज आ रही है यार बाबा जात्रा हुँदैछ सो अब ठुलो पनि आउनु भएको छ फुलको टोली चाहिँ अलि तपाईँ नजिक पुग्न पाए आनन्द हुन्थ्यो होला रातभरि दिदाले यहीँनिर छ छेउमै छ
शुभकामना र कसो घुम्दै हो हामी चाहिँ हिमालयले चाहिँ सर्लक्क घुम्दै जाँदै हो बाबा हिमालयतिर तीन राउन्ड हुन्छ कि 7 राउन्ड हुन्छ त्यहाँ पढेर दमै ठाउँ घुम्दै है
बबाल हुँदैछ हाम्रो चाहिँ यतापट्टि पछाडि बबाल हल्का भिडियो हान्ने के भाइ मान्छे बाक्लो पाँदै बाक्लो त्यसले त राको ताङ्गा लागि दिएन भेना चाहिँ कति राम्बा ए ल नाच्ने स्टाइलै खतरा खतरा सोल्टिनी गर्ने डान्सको स्टाइलै त कपालै हात्या कि ल
छैन केही छैन अलि लङ बजाउनु एकछिन मार्दिन्छ 30 सेकेन्डमा सकिन्छ कि ताले कल्लारा पानीको यो जिन्दगानी मान्छेहरू कमै छ त्यही काममा मन्दिर हिमालदेखि लगेर कहाँ हराएछ यो हामी बाटोमा भेट्छौँ घर जाने नि त सर बोल्नु सर यार साथीहरू अब चाहिँ हामी इच्छाकामना जात्राबाट घर फर्किँदै हो यस्तै भयो रमाइलो त खासै रमाइलो नि भएन नरमाइलो नि भएन ठिकै भयो अब चाहिँ हामी एकछिनमा यहाँबाट चाहिँ जाँदैछौँ अनि आज चाहिँ मेरो फर्स्ट ट्राभल चाहिँ इच्छाकामनादेखि फेस्लिङसम्म गयो भने चाहिँ यसो म त्यो भिडियो देखाउँछु यता सर हेर्दै गर्नु होला साथीहरू अब चाहिँ हामी जान लाग्यो होइन इच्छाकामना जानु पनि हेऱ्यो मस्त रमाइलो गरियो यस्तै हो पहिलाभन्दा चेन्ज भएर रहेछ अझै केही चेन्ज गर्न पर्ने छ यो ठाउँमा होइन ल बाई बाई यतातिरको मान्छेहरू सबैलाई होइन चल्दिएको ल चल्दिएको ल को यो मामा ल इच्छाकामनाबाट हामी चाहिँ च्यात्दैछौँ घरतिर साथी हो अब जात्रा यस्तै भयो चटपटे खाऊँ चटपटे मोबाइलले पुरै भिडियो गरिरहेको छ कि हेर अब ल यहाँ चाहिँ उल्टो बाटो भिडियो छ किनभने गाडीको चाहिँ यतापट्टि यस्तो साइड छ अनि यसरी हेर्नुपर्ने हुन्छ ल साथी हो हामी चाहिँ अब फेस्टिभतिर उत्रिन्छ यस्तो बाटोतिर कस्तो हुँदो रहेछ बाटो हेर्नु त हिमाल के हो ल साथीहरू हामी चाहिँ इच्छाकामनाबाट छुट्टेको नाग्दो भन्ने ठाउँमा आइसक्यो है साथीहरू ए इच्छाकामना चाहिँ त्यहाँ माथि गाडी त डरो ढल्काउँछ त्यहाँ यसरी त हामीलाई हुँदैन होला हामी त मर्छ होला होइन धुलोले नि मर्नु त जाब यो मुनि हो ग्राउन्ड भएको चाहिँ ल यता जात्रामा त्यसरी उफ्रिनेहरू अहिले हेर त गाडीमा यसलाई नाग्दो भन्छ र ओके नाग्दो ओके ओके नाग्दो भन्छ यसलाई हामी चाहिँ अब गाडी चोकतिर हो र त्यो खतरा हो यहाँ खाइदिने केटा खानेकुरा के छ फोर त साह्रै भोगा खानेकुरा चाहिँ एउटा छ हो के लाग्ने साले टुप्पा छैन टुप्पा छैन टुप्पा हालिदिँदैछ यो मुर्दा आम्मा ल हेर एउटा हिमाल साह्रै भोगा
गाइजहरु हामी चाहिँ अहिले चौतारामा छु अनि यो चाहिँ हाम्रो गाउँको कन्ने भन्ने मान्छे अनि मोरदारलाई चाहिँ यहाँ छोडेर हामी जान लागेको अब फिस्लिङ एउटा चाहिँ फिस्लिङ गर्ने हो हैन हामी बाइ बाइ हामी चाहिँ अब फिस्लिङको बाटोतिर लागेको हामी चाहिँ घर जान लागेको यहाँनिर चाहिँ ठ्याक्कै खै यो कहाँ हो यो दारे चोक कि न डोङडे हो कि न कहाँ हो कहाँ आइपुग्यो हामी सुन्तला घारी त बबाल छ यार यहाँ यस्तै हो साथी अब जानुपर्ने बाटो रहेछ अनि हामी चाहिँ माथिबाट आएको यता हो कि यता कतापट्टिबाट आएको यो सिधा एउटा यताबाट आएको यस्तोरी आयो अब चाहिँ यबाट जान्छौँ हामी बगैँचा ल सेवकजी यहाँ निदाएछ अघिसम्म यसलाई पिट्छु भन्दै थियो ए दार्दा ए निदाएर भुसुक्कै ऊ माथि बस्ने माथि जानु त्यहाँको ठिक हुन्थ्यो होला कहाँबाट जाने यताबाट जाने ठिक छ त गाह्रो हुन्छ हौ यहाँ बस्नुलाई त एकछिन लिन आइपुग्यो भर्खर तरकारी पाक्दै हो अब कुण्डे ए हेलो त्यो मम्मी खानु गाडी चाहिँ रिजर्भ गरेको कुन बसाइ हो रे दादा यो खतरनाक बसाइ अरे 45 रुपैयाँ बोतल रहेछ हैन सेवा ठीक छ घर आइपुग्नु लाइन अब अगाडि र अब चाहिँ हामी घर आइपुग्नु लागिसक्यो नन्द जात्रा कस्तो थियो है भन्न पट्टि दियो त भाइ पेट सन्धि हामी घर पुग्नु लागिसक्यो यस्तै त्यो चाहिँ कहाँ आउँछु